सम्पूर्ण दर्शकबिन नमस्कार। हामी यति बेला यस सुर्खेत जिल्लाको लेकबेसी नगरपालिका विशेष गरी यो लबना क्षेत्रमा रहेका छौँ र अहिले फिरन्ते जीवन बिताइराख्नु भएको राउटे समुदायका बस्तीहरू अहिले यो क्षेत्रमा आएर बसोबास गर्नुभएको छ। आज विशेष गरी उहाँहरूलाई भत्ता वितरण गर्ने कार्यक्रम पनि रहेको थियो र अहिले भत्ता वितरणको कार्यक्रम भइराखेको छ। दृश्य पनि तपाईँ यहाँबाट देखिराख्नु भएको छ भने स्वयं भत्ता वितरण गर्नको लागि हाम्रो यस दैलेख जिल्लाको गुराँस गाउँपालिका का प्रमुख प्रशासक अधिकारीज्यू पनि यहाँ उपस्थित रहनु भएको छ। साथमा लेकबेसी नगरपालिका वडा नम्बर 7 को वडा अध्यक्षज्यू पनि यहाँ भत्ता वितरण कार्यक्रममा सहभागी हुनुभएको छ। उहाँसँग हामी थोरै कुराकानी गर्ने प्रयास गर्छौँ। म सबभन्दा पहिले हाम्रो अधिकारीज्यूसँग कुराकानी गर्न चाहेँ। नमस्कार, स्वागत छ हजुरलाई। धन्यवाद। आराम हुनुहुन्छ? अब आज विशेष गरी यहाँ हाम्रो राउटे समुदायका व्यक्तिहरूलाई यहाँ भत्ता वितरण गर्ने कार्यक्रममा सरिक हुन आउनुभएको। हजुर, हामी गुराँस गाउँपालिका दैलेखदेखि विशेष त उहाँहरूको महान चाड भन्ने नै माघी महान चाडको रूपमा लिनुहुन्छ र त्यही चाडलाई लक्षित गरी 26 गते आज चाहिँ हिजो उहाँबाट हिँडेर आज आइपुगेका छौँ। उहाँलाई दोस्रो किस्ता यो चाहिँ हाम्रो यो आर्थिक वर्षको दोस्रो किस्ता हामी वितरण गर्न लागिरहेका छौँ। योभन्दा अगाडि हामी यही नगरपालिकाको 8-9 वडामा हामी वितरण गऱ्यौँ र यहाँ वितरण गरेका छौँ। उहाँहरूको विशेष त चाडलाई लक्षित गरी यो कार्यक्रम अगाडि बढाइएको छ। अब राउटे समुदायको विशेषता भनेकै फिरन्ते जीवन जिउने उहाँहरू कहिले कहाँ कुन जङ्गलमा पुग्नुहुन्छ, कहिले कुन जङ्गलमा पुग्नुहुन्छ र समग्रमा उहाँहरू जहाँ पुगे पनि यो समुदायलाई संरक्षण गर्ने जिम्मेवारी चाहिँ गुराँस गाउँपालिका लिएर आउँदै गरेको चाहिँ के छ यसमा? यस्तो विशेष त्यो मध्यपश्चिम क्षेत्रलाई आफ्नो एरिया बनाएर उहाँहरू बसिराख्नु भएको छ र यो विभिन्न क्षेत्रमा घुमफिर उहाँहरू 2-3 महिना विशेष त एउटा क्षेत्रमा 2-3 महिना बस्नुहुन्छ र गुराँस गाउँपालिकामा बस्दै गर्दाखेरि उहाँको हाम्रो गुराँस गाउँपालिका वार्ड नम्बर 8 को उहाँहरूलाई 8 को ठेगाना बनाएर उहाँहरूलाई हामीले परिचय पत्र वितरण गरेका छौँ र त्यही परिचय पत्रका आधारमा उहाँहरू जहाँ पुगे पनि यहाँहरू सल्यान रुकुमसम्म पनि हामी गएर भत्ता वितरण गरेको इतिहास भेट्न सक्छौँ होइन। 2075 सालदेखि विशेष त हाम्रो गुराँस गाउँपालिकादेखि भत्ता वितरण गरेको इतिहास देखिन्छ र त्यसमा म तपाईँलाई थोरै सङ्ख्यात्मक जानकारी पनि गराउँछु होइन। 2076-77 सालमा 119 जनाको सङ्ख्यामा रहनु भएको थियो र भने त्यसपछि 70-78मा तपाईँको 151 जना केही बढेको सङ्ख्या देखिन्छ। त्यसपछि हाल आएर यो हामीले पहिलो किस्ता बुझाउँदा 2082-83 को पहिलो त्रैमासिक भत्ता वितरण गर्दा चाहिँ 16,20,000 भनेको 138 जनालाई हामीले बुझाएका छौँ र केही सङ्ख्या चाहिँ तलमाथि अलि जस्तै कोही बिचमा जन्मेको बिचमा मर्नुहुन्छ होइन, मृत्यु हुन्छ उहाँहरू चाहिँ त्यो महिनासम्मको भत्ता चाहिँ हामीले बुझाउने गरेका छौँ। उहाँले मासिक कसरी प्राप्त गर्नुहुन्छ भत्ता चाहिँ? यस हामीले चाहिँ मासिक रूपमा 4,000 दरले 12,000 त्रैमासिक रूपमा वितरण गरेर 4 अब अहिले समुदायहरू के विकसित हुनुभएको छ? केही समय अगाडि सुरुमा पैसा समायो भने पाप लाग्छ भन्ने समुदाय अहिले पैसाको लागि दृश्य देखिरहेको छ। अहिले के छ उहाँहरूको पछिल्लो समयको माग चाहिँ? उहाँहरूको माग चाहिँ अब भत्ता चाहिँ टाइममा दियोस् भन्ने रहेछ होइन। विशेष त त्यो लाग्छ हामीले चाहिँ नियमित सेड्युल अनुसार दिने गरेका छौँ। केही समस्या उहाँहरूको यो जुन उहाँको इतिहास संस्कृति छ त्यसलाई चाहिँ चुनौती दिने गरी केही अहिले समस्याहरू सिर्जना भएका छन्। यसमा चाहिँ हाम्रो सोसेक नेपालले चाहिँ यहाँ केही गुराँस गाउँपालिकासँग समन्वय सहकार्य गरेर उहाँहरू यहाँ लाग्नु भएको छ। उहाँहरूको प्रतिनिधि यहाँ हुन्छ र यहाँ विशेष त अहिले आएर धेरै मानिसहरू पर्मिसन नलिएर छिर्ने होइन, भिडियो गर्ने अन्य क्रियाकलापहरू गर्ने गर्दा उहाँहरू अलिअलि तर्सित पनि हुनुहुन्छ होइन। एक ठाउँ घटना पनि घट्यो, त्यसलाई मध्यनजर गर्दै हामीले चाहिँ अहिले गुराँस गाउँपालिकाबाट मात्रै पास लिएर उहाँहरूलाई यहाँ पस्नको लागि राजस्व पनि तोकेका छौँ। आजको विशेष केस बाहेक आउँदाखेरि उहाँहरूले डकुमेन्ट्री बनाए बापत होइन यहाँ छिर्नको लागि पर्मिसन लिएर पस्ने गर्नुहुन्छ र उहाँहरूको संरक्षण र जगेर्ना गर्न हाम्रो नेपाल सरकारले नै र गुराँस सरकार हाम्रो कर्णाली प्रदेश सरकार सबै लाग्नुपर्छ भन्ने मलाई चाहिँ लाग्छ। हजुर, अब थप व्यवस्थितका कुरा पनि होला होइन। अहिले जसरी तपाईँहरूले सरकारले जसरी यो लगानी गरिराखेको छ उहाँहरूको जीवनशैलीमा त्यति परिवर्तन आएको छ नि, तथापि परिवर्तन चाहिँ तुलनात्मक रूपमा पहिलेभन्दा देखिएको छ। अब चाहिँ अब यसरी हिँड्दै गर्दा जङ्गलहरू फुटानीको कुरा पनि होला अनि अन्य कुराहरू पनि होला। यसलाई चाहिँ अब नियन्त्रण गरेर अझ व्यवस्थित गराउनको लागि के कस्ता कार्यक्रमहरू चाहिँ अगाडि सार्नु भएको छ? यस उहाँहरूको अब हामीले त चाहन्छौँ उहाँलाई एकदम राम्रो एरियामा, जस्तै उहाँहरूको यही एरियामा वार्ड नम्बर 7 अध्यक्ष हुनुहुन्छ र उहाँलाई बसोबासकै व्यवस्था हुने गरी आज तपाईँहरूलाई हाम्रो गाउँपालिकाबाट गरेको प्रयास नै भन्छु। हामीले 2082 7/12 गते जिल्ला प्रशासन कार्यालयले दैलेखलाई पत्राचार गरेका छौँ र गृह मन्त्रालयलाई बधार दिएका छौँ कि हाम्रो राउटे बस्तीका सबै नागरिकहरूलाई नागरिकता दिन पर्यो। उहाँहरू नेपालकै नागरिक हो र त्यो दिन पर्यो। हामीले पत्राचार गरेका छौँ। यो कुरो चाहिँ
हाम्रो आदरणीय सिडिओ साहब श्रीमान बद्रीनाथ गैरेजी हुनुहुन्थ्यो, उहाँहरूले चाहिँ माथि पनि पठाउनु भएको त्यो प्रक्रिया बिचमा रहिरहेछ। त्यो सायद छिटै हामी यस विषयमा मन्त्रालयसँग पनि आफू समन्वय गरेर यो काम अगाडि बढाउने कुरा पनि व्यक्त गर्दछौँ। र उहाँहरूको चुनौती भनेको अहिले विशेष त अब उहाँहरू अलिकति मदिरा पान सेवनमा यो अलिक बढी लिप्त भएको जस्तो देखिन्छ होइन। यसलाई चाहिँ इतिहासमै अब राहुटेको के हो त इतिहास भन्ने कुरा पछिसम्म हामीले जोगाउन गाह्रो हुन्छ कि भन्ने देखिँदै आएको छ। यसलाई चाहिँ विशेष ध्यान दिन जरुरी देखिन्छ हामी सबै सम्बन्धित निकायहरूले। हुन्छ, हस्, हजुरलाई धन्यवाद समयको लागि।